कालाङ्गा हाइड्रो पावर आइपिओ को रिजल्ट कहिले आउला त? भर्खरै मात्र सर्वसाधारण लगानीकर्ताहरूको लागि आइपिओ निष्कासन गरेको कालाङ्गा हाइड्रो पावर कम्पनी लिमिटेडको आइपिओमा मागभन्दा अत्याधिक बढी आवेदन परेको छ र कम्पनीको आइपिओमा आवेदन दिने समय पनि सकिएको छ। यसर्थ आजको भिडियोमा यस कम्पनीको आइपिओ को रिजल्ट कहिले आउँछ, कतिजना लगानीकर्ताहरूले आवेदन दिनुभयो र कति लगानीकर्ताहरूलाई यो आइपिओ पर्छ र सेयर पाउने लगानीकर्ताहरूले कहिलेसम्म सेयर बेच्न पाउनुहुन्छ, साथै 1000 को लगानी कति हजारसम्म चाहिँ कमाउन सकिएला, यस सम्पूर्ण विषयको जानकारी यस भिडियोमा दिनेछु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सबैभन्दा सुरुमा कुरा गरौँ, यस कम्पनीले कति सेयर निष्कासन गरेको थियो। यस कम्पनीले चाहिँ सर्वसाधारण लगानीकर्ताहरूको लागि 28,70,000 किता सेयर निष्कासन गरेको थियो, जसमा चाहिँ 29,10,926 जना लगानीकर्ताहरूले चाहिँ आवेदन दिनुभएको थियो, जुन चाहिँ 3,17,88,400 किता सेयरको लागि चाहिँ आवेदन परेको थियो। त्यसैले यो आइपिओ 11.08% चाहिँ ओभर सब्सक्राइब भएको छ र यो आइपिओमा चाहिँ मागभन्दा अत्याधिक बढी आवेदन परेको हुँदा चाहिँ यसलाई चाहिँ गोला पर्था अथवा 10 किताको दरले बाँडफाँड गर्दाखेरि यो आइपिओ जम्मा 2,87,000 जना लगानीकर्ताहरूले मात्र पाउनुहुनेछ भने 26 लाख भन्दा बढीको चाहिँ हात पनि खाली नै हुनेछ। अब कुरा गरौँ, यस सेयर पाउने लगानीकर्ताहरूले कहिलेसम्म सेयर बेच्न पाउनुहुन्छ भन्दाखेरि लगभग रिजल्ट आएको 1 महिनासम्म त लाग्छ नै डिमेट एकाउन्टमा कारोबारमा आउनको लागि। त्यसैले तपाईहरुले चाहिँ यसलाई चाहिँ असार मसान्तसम्म अथवा साउनको पहिलो हप्तासम्म चाहिँ यसलाई बेच्न पाउनुहुन्छ। र अब कुरा गरौँ 1000 को लगानी कति हजारसम्म चाहिँ तपाईहरुले बेच्न पाउनुहुन्छ भन्दाखेरि चाहिँ यसको एकदमै वित्तीय अवस्था चाहिँ एकदमै कमजोर माइनसमा हुँदाखेरि चाहिँ यो चाहिँ तपाईहरुले लगभग यसको ओपनिङ रेन्ज भनेको 98 रुपैयाँदेखि चाहिँ तपाईको 200-250 सम्म चाहिँ यसको पहिलो दिनको कारोबार हुन सक्छ। र भने चाहिँ अब हामीले चाहिँ यस कम्पनीको बाँडफाँड चाहिँ कहिले हुन्छ भन्नेको चाहिँ विषयमा छलफल गरौँ। यस कम्पनीको बाँडफाँड चाहिँ जेठको 21 गतेदेखि 25 गतेको बीचमा चाहिँ हुने भनेर जनाइएको छ। ल त साथीहरु, आजको भिडियो कस्तो लाग्यो, राम्रो लागेमा लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनु होला र मेरो यस आइडीलाई फलो गरेर राख्न पनि नबिर्सिनु होला।